Hello everyone, welcome back to my channel. It's Riska. मलाई यो मुभी साँच्चै नै राम्रो लाग्यो। चलचित्रले अहिलेको नेपालको अवस्थालाई निकै राम्रोसँग देखाएको छ। विशेष गरी त आमा बुवाको पीडा, जसले आफ्नो छोराछोरी विदेश पठाएपछि एक्लै बस्नु परेको हुन्छ। फर्स्ट हाफमा चाहिँ मलाई अलिअलि स्लो लागेको महसुस भयो, तर इन्टरमिसन अगाडिको बिछोडको सिनले त सबैको आँखामा आँसु झार्छ। सेकेन्ड हाफ इमोसनल सिनहरूले पनि दर्शकलाई रुवाउन सफल भएको छ। अभिनयको कुरा गर्दा निर शाहले एकदमै उत्कृष्ट अभिनय गर्नु भएको छ। मदन कृष्ण श्रेष्ठ त दिग्गज कलाकार नै हुन्। अञ्जना बरैली, के अधिकारी र अन्य कलाकारहरूले पनि आफ्नो भूमिकामा न्याय गरेका छन्। जसका छोराछोरीहरू विदेशमा छन् ती दर्शकहरूलाई यो मुभी निकै नै रिलेटेबल लाग्नेछ। चलचित्र हेर्दा आँसु रोक्न गाह्रो पर्नेछ। चलचित्रको ट्याग लाइन सासले होइन साथले चल्छ जिन्दगी लाई मुभीले न्याय गरेको छ। म यो मुभीलाई 5 मा 3 स्टार दिन्छु। तपाईको रेटिङ कमेन्टमा लेख्नु होला। थ्यांक यू।